हेलो सम्पूर्ण नमस्कार। म गोपाल सुर्खेतवासीहरूलाई सम्पूर्ण नमस्कार। म यो लिटल पाइन्ट सुर्खेतबाट पिपल चौतारा निरबाट आज हजुरलाई म मटन सेकुवा कसरी बनाउँछ उसको रेसिपी सेयर गर्न जाँदैछु। यो हाम्रो मटन चाहिँ 1 किलो हो, ट्याक्क वास गरेर रेडी छ। अब यसमा हाल्नलाई चाहिँ मेन चिज चाहिँ यो नेपाली मसला यो भइहाल्यो। त्यसपछि अदुवा लसुनको पेस्ट यो मासुमा हाल्नलाई चाहिँ सबभन्दा पहिला यो नेपाली मसला, यसको रेसिपी पनि आउँछ बिस्तारै। अनि यसमा चाहिँ जिन्जर गार्लिक पेस्ट सबैभन्दा महत्त्वपूर्ण, जिन्जर गार्लिक पेस्ट। त्यसपछि स्वादअनुसार नुन लगभग 1 टेबल स्पुन। त्यसपछि यो ब्ल्याक पेपर अप्सनल हो, हजुरले हाल्न पनि सक्नुहुन्छ, नहाल्न पनि सक्नुहुन्छ। रेड चिली पाउडर, त्यसपछि हल्दी, यो टर्मरिक पाउडर, त्यसपछि चाहिँ यो चिकन मसला लगभग सबै 1-1 स्पुन हाल्दा हुन्छ। त्यसपछि यो हाम्रो सिक्रेट मसला यो हाम्रो यतै बनाउँछौँ यो सिक्रेट मसला। त्यसपछि गरम मसला हजुरको आफ्नो चोइस हो। यसमा मेन चाहिने भनेको तोरीको तेल। तोरीको तेलले चाहिँ यसले फ्लेभर दिने काम गर्छ। यो चाहिँ मस्टर्ड ओइल एकदम जरुरी छ सेकुवाको लागि। हजुरलाई भिडियो कस्तो मनपर्छ भने कृपया लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नुहोला। ट्याक्क यो म्यारिनेट गरिसकेपछि चाहिँ ट्याक्क 1-1.5 घन्टा चाहिँ रेस्ट दिनुपर्छ यसलाई, किनभने मसला भित्रभित्र घुस्नुपर्छ। यसको रेस्ट जरुरी छ। ट्याक्क यो हाम्रो सेकुवा चाहिँ रेडी भयो। म यसको लुक्स चाहिँ ट्याक्क हजुरहरूलाई देखाउँछु। यो चाहिँ रेडी भयो हाम्रो सेकुवा। ट्याक्क हेर्न सक्नुहुन्छ धनिया सनिया राखेर। यसलाई चाहिँ मिनिमम आधा घन्टादेखि 1 घन्टा रेस्ट दिनुपर्छ। त्यसपछि यसलाई खानु होला हजुरहरूलाई। यदि हजुरहरूलाई भिडियो मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब, सेयर र फलो गर्न नभुल्नु होला। यसको रेसिपी चाहिँ मेरो युट्युब च्यानलमा हुन्छ है।